नमस्कार, स्वागत छ यहाँहरूलाई मेरो यस च्यानल डेभिल्स नेपाली हरर स्टोरीमा। यहाँ तपाईहरूले सत्य घटनामा आधारित भूतप्रेतका कथाहरू सुन्न सक्नुहुनेछ। आजको यस कथा हामीलाई रामुजीले पठाउनु भएको हो। रामुजीको घर सिन्धुपाल्चोक जिल्लामा पर्दछ। उहाँले आफ्नो पुरा ठेगाना खुलाउनु भएको छैन। यो कथा उहाँलाई उनको बुबाले सुनाउनु भएको थियो। अब लागौँ उहाँले पठाउनु भएको घटनातर्फ। यो घटना आजभन्दा लगभग 22 वर्ष पहिलेको थियो। त्यति बेला रामुजी त्यस्तै 15-16 वर्षको हुनुहुन्थ्यो। अनि त्यति बेला रामुजीको गाउँ चाहिँ त्यति ठुलो विकसित भएको गाउँ चाहिँ थिएन। एउटा सानो गाउँ थियो, जुन गाउँ घना जङ्गलको छेउमा अवस्थित थियो। गाउँका मानिसहरू निकै सरल र मेहनती थिए। तिनीहरूको दिनचर्या आफ्नो खेतबारीमा काम गरेर नै बित्थ्यो। यसरी उनीहरू आफ्नो जीवन निर्वाह गर्दथे। तर त्यो गाउँका मानिसहरूका जीवनमा एक डरलाग्दा छाया थियो। त्यो हो जङ्गलमा बस्ने भूतको डर। यो तिनीहरूका लागि कुनै श्रापभन्दा कम थिएन, किनकि घाँस दाउरा मात्रै होइन, गाईबस्तु, घरपालुवा जनावर चराउन जाँदा लगायत पल्लो गाउँ वा सहर जानु परे पनि त्यही जङ्गल हुँदै जानु पर्दथ्यो, जुन दिनानुदिन सबैलाई त्रसित गर्ने गर्दथ्यो। प्राय गाउँलेहरूले त्यहाँ भूत देखेको कुरा गर्ने गर्दथे। त्यहाँ भूत देख्नेहरूमध्ये रामुजी पनि एक हुनुहुन्थ्यो। रामुजीका अनुसार भूत एक जवान महिलाको आत्मा थियो, जसलाई धेरै वर्ष पहिले जङ्गलमा रहस्यमय तरिकाले हत्या गरिएको थियो। भनिन्छ कि उसको आत्मा बदला लिनको लागि जङ्गलमा आज पनि भौतारिँदैछ, आफ्नो हत्यारालाई खोज्दैछन्। प्रत्यक्षदर्शी गाउँलेहरूले धेरै पटक उक्त आत्मालाई देखेको दाबी गरेका छन्। प्रायले यस्तै भन्दछन् कि उक्त महिलाको आत्मा सेतो साडी लगाएर जङ्गलमा यताउति आकलझुकल देख्ने गरेको भन्ने प्राय सबै गाउँलेहरूको भनाइ छ। प्राय जसले उक्त महिलालाई देखेको हुन्थ्यो, उक्त महिला एउटा पीडादायक रोदनमा रोइरहेको अवस्थामा देख्ने गरेका दाबी गर्छन्, जुन दुःखदायक पीडादायक रोदनका साथ यताउता भौतारिरहेको देखिन्छ। तर भाग्यवश त्यो महिलाको आत्मा त्यो जङ्गलबाट बाहिर भने आउन सक्दैन थियो। त्यो गाउँका किसानहरूमध्ये एक किसान जो एकदमै मेहनती थिए, जो निकै अबेर रातिसम्म पनि आफ्नै खेतमा काम गर्ने गर्दथे, उहाँको नाम थियो शम्भु। एक रात शम्भु आफ्नो बाली हेर्दै खेतमा काम गरिरहेको थिए। त्यति बेला रातको 10 बजिसकेको थियो र आज शम्भु त्यतै खेतमा बनेको सानो घरमा बस्दै खाना खाँदै थिए। खाना खाइवरिसकी एकछिन भुइँमै सुकुलमा पल्टिन थाल्यो। दिनभरिको थकानले गर्दा शम्भुलाई केही बेरमै निन्द्रा लाग्यो र कति बेला सुत्नुभयो थाहै भएन। अचानक मध्यरातमा उनको आँखा खोल्यो। उनले एउटा अनौठो आवाज सुनेको जस्तो लाग्यो। सुरुमा उनलाई यो कुनै जनावरको आवाज हो जस्तो लाग्यो, तर बिस्तारै त्यो आवाज ठुलो हुँदै आउन थाल्यो, जस्तो कि त्यो जीव वा अरू जे भए पनि मानौ उनको नजिक आउँदै थियो। अचानक उनलाई उनको पुरै शरीर चिसो महसुस भयो। हत्तरपत्तर चारैतिर यताउति टाउको घुमाइ हेर्दा उनले पर जङ्गलमा सेतो आकृति देख्यो, जुन नजिकको रुखहरूको बिचमा उभिरहेको थियो। शम्भुले ध्यान दिएर हेर्दा त्यो आकृति एउटा महिलाको जस्तो देखियो। लामो कपाल अनि सेतो साडी लगाएकी उक्त महिलालाई देखेर शम्भुलाई विश्वास भयो यो त्यही महिलाको आत्मा हो र डरले काम्दै एकटक उभिरहेको शम्भु चिच्याउन पनि सकेन, न त गुहार माग्न नै, किनकि त्यहाँ शम्भु एक्लै थियो र जो यहाँ उपस्थित थिइन् उनी यो संसारकै होइन, जसले शम्भुलाई नै घुरेर हेरिरहेकी थिइन्। शम्भु पनि उक्त महिलाको आँखामा नै हेरिरहेको थियो र शम्भुलाई अब भने
अलि डर कम भयो, किनभने त्यो महिलाको आँखामा एउटा गहिरो दुःख थियो। त्यतिखेर बिस्तारै उक्त महिला, जो वास्तवमा एक आत्मा थिइन्, बिस्तारै शम्भुको नजिक आइन् र मधुरो आवाजमा शम्भुलाई मलाई मद्दत गर्नुहोस्, मलाई मद्दत गर्नुहोस्, मलाई शान्ति चाहिएको छ भनिन्। शम्भु डराउँदै, म कसरी मद्दत गर्न सक्छु, के गर्दा तपाईँलाई शान्ति मिल्छ भनी शम्भुले सोधे। र महिला, तपाईँ मेरो हत्यारालाई खोज्न मद्दत गर्नुहोस्, मलाई न्याय दिलाइदिनुहोस् भनी उक्त महिलाले सानो स्वरमा भनिन्। उनको अकाल मृत्यु भएकोले उनले मुक्ति नपाएको र उनको हत्यारासँग बदला लिने नै उनको अधुरो इच्छा हो भनी बताइन्। शम्भुलाई उनी देखेर अब डर होइन, दया लाग्न थाल्यो र शम्भुले पनि उक्त महिलाको मद्दत गर्ने निर्णय गरे। त्यसैले शम्भुले त्यो महिलासँग उनीको हत्याराको बारेमा विस्तृत रूपमा सोधे। महिलाले बताइन् कि उनको नाम सावित्री थियो र उनी जो एकल महिला थिइन् र उनलाई गाउँकै एकजना धनी व्यापारीले मारेका थिए। सावित्रीजी र त्यो व्यापारीको बीच सम्बन्ध के थियो भन्दा तिनीहरू व्यवसायमा पार्टनर थिए र त्यो व्यापारी चाहिँ विवाहित भए तापनि उनीलाई आफ्नो बनाउन चाहन्थ्यो र सम्पूर्ण बिजनेस एकलौटी आफ्नो बनाउन चाहन्थ्यो। तर सावित्रीले भने त्यो व्यक्तिको प्रस्ताव सधैँ अस्वीकार गर्ने गर्थी। तसर्थ एक दिन राति मिटिङ सकेर घर जाने क्रममा म एक्लै जाँदै थिएँ। बाटो सुनसान, त्यहाँबाट मेरो घर पुग्न जम्मा 15 मिनट मात्रै लाग्थ्यो र म सुनसान बाटोमा एक्लै हिँडिरहेको थिएँ। मेरो पछाडि पछाडि कोही मेरो पिछा गरिरहेको जस्तो मलाई महसुस भयो। मैले एक दुई पल्ट फर्केर पनि हेरेँ, तर मैले त्यहाँ कसैलाई पनि देखिनँ र म झन् छिटो छिटो मेरो पाइला चाल्न थालेँ। तर अचानक कुनै धारिलो वस्तुले मेरो टाउको पछाडि हमला गर्यो। 3 पल्टसम्म टाउकोमा हानेपछि म थरै भुइँमा पल्टेँ। मेरो लडेको शरीरलाई घिसार्दै जङ्गलमा लगी खाल्टो खनी मलाई पुरिदियो। त्यतिन्जेल मेरो शरीरबाट प्राण निस्किसकेको थियो। त्यो व्यापारीले आफ्नो ताकत लगाई त्यो व्यवसाय आफ्नो बनायो र मेरो बारेमा पनि सबैजनालाई के भ्रम छर्यो भने म पनि आफ्नो व्यवसायको उचित मूल्याङ्कन गरी मेरो सबै सेयरहरू यो व्यापारीलाई बेची सहर गयो भनी गाउँमा हल्ला फैलाई यो कुरालाई त्यहीँ सामसुम पारिदियो। अनि शम्भुले बिस्तारै सोधे, मैले सुनेको त भूत प्रेत आत्माहरू त मृत्यु पश्चात एकदम निकै शक्तिशाली हुन्छन् भन्ने सुनेको थिएँ। तपाईँले चाह्यो भने त एकै प्रहारले त्यो व्यापारीसँग बदला लिन सक्नुहुन्छ नि भनी शम्भुजीले सोध्यो। तब सावित्रीले भन्यो, त्यो व्यापारीले त्यसै रात एक तान्त्रिकलाई ल्याई मलाई यो जङ्गलबाट निस्कन नसक्ने गरी आफ्नो तन्त्र शक्तिले यही जङ्गलमा बाँधेर गयो। तबदेखि म यहीँ छु र मेरो शक्ति पनि बाँधेको हुनाले मैले केही गर्न सक्दिनँ। तसर्थ तपाईँ मद्दत गर्नुहोस् भनी शम्भुलाई बिन्ती गर्यो। शम्भुले पनि हुन्छ भनी बाचा दियो र भोलिपल्ट शम्भु गाउँका मुखियालाई भेटेर उक्त जङ्गलको भूत अर्थात् उक्त महिलाको आत्मा देखेको र उक्त महिलाको सम्पूर्ण कुरा मुखियालाई सुनाए। सुरुमा त शम्भुको कुरा खासै मुखिया तथा अरू गाउँलेहरू कसैले पनि पत्याएका थिएन। तर शम्भुले बार जिद्दी गरेर एउटै कुरा धिपी गरेर भनिरहेको भएको हुनाले सुरुमा मुखिया तथा अरू गाउँलेहरूले चाहिँ यो कुरा मानिरहेको थिएन। तर पनि शम्भुजीले निकै धिपी गरिरहेको हुनाले मुखिया तथा अरू गाउँलेहरूले मिलेर व्यापारीको खोजी गर्न थाले र व्यापारीलाई भेटाई सोधपुछ गर्न थाले। तर व्यापारीले सबै आरोप अस्वीकार गरे। तब सबै गाउँलेहरू मिलेर उक्त तान्त्रिकलाई सोधपुछ गर्यो। सुरुमा त आनाकानी गर्दै थियो, तर ती गाउँलेहरूमध्ये
एक प्रहरी पनि थियो र प्रहरीले कडा तरिकाले सोधपुछ गर्दा तान्त्रिकले स्वीकार गरे र प्रायश्चित गर्ने उद्देश्यले सबै गाउँलेहरू मिलेर जङ्गलमा गई सावित्रीलाई गरिएको बन्धन सबै खोलिदिए। अब सावित्री सिधै राति त्यो व्यापारीको घर गयो जहाँ त्यो व्यापारी सुतिरहेको थियो। त्यहाँ आफ्नो हत्यारालाई त्यसरी आनन्दले पलङमा सुतिरहेको देखेर उसको रिसको सीमा रहेन। उसले र सावित्री निकै जोरले चिच्याइदिए। उनी यति चिच्याएको, उनको त्यो चिच्याहातले त्यो घरको सरसामान ऐना झ्याल सब फुट्न थाल्यो। त्यो चिच्याहातको आवाजले त्यो व्यापारीको निन्द्रा खोल्यो र अगाडि हेर्दा सावित्रीको आत्मा देखे पछाडि त्यसको सातो पुत्लो उड्यो र चिच्याउँदै बाहिर भाग्यो र बाहिर शम्भु लगायत मुखिया, गाउँलेहरू र प्रहरीको अगाडि आफ्नो अपराध स्वीकार गर्यो। अनि व्यापारीलाई प्रहरीले हिरासतमा लियो र सावित्रीको हत्याको सजाय दियो। अब उक्त महिलाको आत्मा सबै गाउँलेहरूको सामु आई शम्भुलाई धन्यवाद दिँदै अब उनको मृत शरीर गाडेको ठाउँमा गई उनको अन्तिम संस्कार गरी उनलाई यो लोकबाट मुक्त गराइदिनु अनुरोध गर्यो। सोही अनुसार उनको मृत शरीरको अन्तिम संस्कार विधि सम्पूर्ण क्रियाकर्म पुरा गरी सबै गाउँलेहरू आफ्नो घरतिर लागे। सावित्रीको आत्माले पनि शान्ति पायो र मुक्ति पनि, र जङ्गलमा महिलाको भूतको त्यो रोदन पनि सधैँका लागि शान्त भयो। यसरी शम्भुको हिम्मतले गर्दा एउटा महिलाले न्याय पाए र शम्भु गाउँको हिरो बने। शम्भुको साहसको कथा पुस्तौँ पुस्तासम्म चलिरह्यो। ल साथीहरू, कस्तो लाग्यो आजको कथा हामीलाई कमेन्ट गरेर भन्नुहोला। र तपाईहरूसँग पनि यस्तै डरलाग्दा घटनाहरू छन् भने तपाईहरू मलाई पठाउन अवश्य पठाइदिनु होला भन्दै, भिडियो मन परे लाइक सेयर गर्नुहोला भन्दै आजलाई बिदा चाहन्छु। नमस्कार।